Hello guys, Namaste and good morning from Argahaji. I hope सबैजना आरामै हुनुहुन्छ होला। तर मेरो फेस देखेको नै मलाई थाहा हैन। अनि आज चाहिँ हामी घुम्न जान लागेको। हामी बल्ल यतै छौं। हाम्रो डेस्टिनेसन चाहिँ त्यति माथि रहेको छ। आशा छ हामी त्यहाँ छिट्टै पुग्ने छौं। अनि हजुरहरुलाई पुगेपछि इन्फर्म गर्नेछु। बाइ। त्यो हाम्रो भाइ चाहिँ त्यहाँ छन्। अझै हामीलाई त्यति टाइम लाग्छ। त्यहाँ सम्पूर्ण हामी त्यो हाम्रो गाउँको शोभा पुल कटेर अगाडि बढिसक्यौं। हाम्रो गाउँ घर यस्तो राम्रो भ्यू रहेको छ यतातिर। भाइले सेन्टर फुड ल्या। थ्यांक यू। यहाँ चाहिँ बहिनी झोला बोकेर स्कुल जान लागिन्। यहाँ चाहिँ म रहेकी छु। यहाँ दुईटा ब्याग बोकेर रमाइलै छ। पुग्दैछौँ। अझै हामीलाई 1 घण्टा लाग्छ यहाँसम्म पुग्न। हामी त्यति कटेर त्यति पार गरेर यहाँसम्म आइपुग्यौँ। यहाँ स्कुलले केटाकेटी पनि भेटिए आउँदै गर्दा। हामी अझै त्यहाँ माथि डेस्टिनेसन अरु के छ? के छ? अरु के भन्न चाहन्छौ? आन्दोलनमा नै अरु के भन्न चाहन्छौ? म केही भन्न चाहन्न। सास बढेर हिँड्न सक्यो कि? सेप्टेम्बर 8 मा गथे अनि अरे आएर साँझ आएर न्युज हेर्दाखेरि माथि गोली हानी भन्दै जान्नु म भएन। तिमी त डर पक्राइछौ भाइ। ठीक छ, रमाइलो हो हाम्रो यात्रा। म 8 मा त गए नि झन्न। तिमी त गए नि पनि। म त जान्न। यो लेखाइ र हामीले खाने हामी त घर घरमा खाना पनि पाइन बनाएर हैन। नभए त्यहाँ चाउमिन होटल अन्तन गएर पैसा भएपछि धनी भएपछि त तन्दुरी रोटी र के रे मासु खाने नि त के आउँछ। सुलाई माल लगाएर खाएस। धनी भएपछि त्यस्तै भाइ। होइन केटी नहाल्छ त अहिले। म रिसेट यार। भिडियो गरिए फोटो खिच्ने। यस्तो हेऱ्यो हेर्ने टुटपुरी रमहरू के त्यति देखिए हो भन। हाँस कि भाइ। काँडा खुल्लै भएछ भेट्यौ। खोलेर लिएर आएको भाल मार हुन्छ तिमी उसोर्थे। भोक लागिसक्यो। फाइनल मलाई रिगाटा लाई पल्टी भए पनि अवस्थामा पनि एउटा ढुङ्ग्रो चाहिँ आफ्नो डेस्टिनेसनसम्म पुग्यौँ। यहाँ चाहिँ बहिनी बहिनी थकित अवस्थामा हिँड आज। रमाइलो भइदियोस्। गाह्रो पनि भइसक्यो। यहाँबाट यस्तो राम्रो भ्यू देख्न सक्नुहुन्छ हजुरहरूले। हामी त्यहाँदेखि आएको, एकदम तलदेखि आएको। कत्नादेखि रे?
आफ्नै जीवनको भर छैन, जीवनको भर छैन, बोले बोला न बोले कर छैन, रैया चाँदीको